इन्फ्रास्ट्रक्चर रहेछ अनि इन्फ्रास्ट्रक्चर भएर पनि सेफली म्यानेज छैन, सुरक्षित चाहिँ किनभने त्यहाँ सबैले त्यो ट्रिटमेन्ट प्लानमा हालेकै छैन। त्यो किन त भनेर भन्दाखेरि कानुन पनि छैन। अनि अब कानुन छ, कुनै ठाउँमा कानुन छ, फेरि इन्फ्रास्ट्रक्चर पनि चलिरहेको छ। किसिम छ क्या हाम्रो। पैसा नभएर होला भन्यो भने पैसा लगानी गरेर त्यहाँ पनि छैन। मेचीनगरमै हेर्नुहोस् होइन। अब ललितपुरमा चाहिँ मेयर र काठमाडौँमा मेयर होइन, अब जथाभावी चाहिँ फाल्न नदिने दिशा फर्मेयर भनेर भनेको छ होइन। उनीहरू एकदम कानुन नभए त्यहाँ भ्याली बोर्डको कानुन छ नि त, त्यहाँ त उसमा भ्यालीको कानुन लाग्छ नि त। पालिका छुट्टै नभए केन्द्र आफै छ, लगेर समय दियो, जताततै फाल्यो भने समय दियो। त्यसो हामीले फाल्ने ठाउँ देखाइदियो भन्यो फेरि मेयरहरू नै पऱ्यो। व्यवस्थापन कसरी गर्न सकिन्छ र त्यो गर्नभन्दा अगाडि के कामहरू गर्नुपर्छ होला होइन। जस्तै नीति नियमको कुराहरू छ होला, क्षमता अभिवृद्धिको कुराहरू छ होला, यो अब ट्रिटमेन्ट प्लान्टै स्थापना गर्ने कुराहरू छ होला। अरू विभिन्न निकायहरूको चाहिँ विभिन्न तहको चाहिँ कामहरू हामी बिस्तारै काम अगाडि बढाउँदैछौँ। तर अलिकति समस्या चाहिँ के देखिएको छ भने हाम्रो यो प्रोग्राम लगभग अब 8-7 महिनाभित्र चाहिँ सच्याउनु पर्ने भएको छ। किनभने प्रोग्राम बढ्ला कि भनेर हामीले हाम्रो राष्ट्रसँग कुरा गरेका थियौँ। यसपालि चाहिँ नबढाउने भन्ने कुरा भएकोले चाहिँ हामी 6-7 महिनाभित्रमै यो काम चाहिँ सच्याउनु पर्ने रहेछ। र अलि काम हाम्रो वाटर हेड चाहिँ हाम्रो चाहिँ नगरपालिकामै आएर नगरपालिकाभित्रै बसेर चाहिँ काम गर्ने चाहिँ प्रावधान रहेको छ। त्यसको साथसाथै हामी खानेपानी विभाग र खानेपानी मन्त्रालयसँग पनि क्षमता अभिवृद्धि र डेटाको काम गर्दैछौँ होइन। र अरू मुहानसँग पनि समन्वयको कामहरू मुहानबाट गर्दैछौँ। बाहिरको कुराहरू गर्नुभएको छ। त्यसको साथसाथै अरू कार्यहरू पनि हामी चाहिँ अगाडि बढाउँदैछौँ। त्यस कारण चाहिँ यहाँहरूबाट पनि हामीलाई यस्तो खालको चाहिँ चाहियो भनेर प्रोएक्टिभली चाहिँ हामीसँग आउनुभयो भने हामी त्यसलाई पनि पुरा गर्नेछौँ। यही गर्ने अनि यहीँको ब्यानरमा तालिम चाहिँ अब दिनु होला होइन। तर चाहिँ पालिकाले नै ब्यानरमा बसेर सुरु गरेर अहिले हामी यहीँ गर्न सक्छौँ। अब पहिला अलिक गाह्रो थियो, अहिले चाहिँ हामीले सहयोग हुँदै गएको छ भने अब सम्झना भएको सकेको छ। पालिकाले हामीले अब सम्पर्क दोकानदेखि लिएर काम सुरु गरिरहेका छौँ र निजी व्यवसायलाई कसरी थाहा आकर्षण गर्न सकिन्छ भन्ने कुरा पनि हाम्रो चलिरहेको छ। अब यिनी कुराहरू हुँदाहुँदै पनि यही कुराहरू के छ भने यहाँसँग एमओयू गर्दै गर्दा सफ्टवेयर लेभलमा सहयोग पाउने हो भन्दै पनि त्यो एक्सपेक्टेसन चाहिँ भइहाल्छ क्या खै जति गरी पनि। तपाईँहरू अरू सबै ठाउँ जाँदै गर्दा अरू 6वटा पालिका घुम्दै गर्दा त्यहाँ चाहिँ भएको ट्रिटमेन्ट प्लान चाहिँ प्रयोग नभएको अर्थ देख्नु भएको छ भने हामीलाई त एकदमै जरुरी छ। हाम्रो ट्रिटमेन्ट प्लान जरुरी छ। यो किनभने ग्रोइङ सिटी हो, सदरमुकाम हो। हाम्रो 34,000 जनसङ्ख्यादेखि पनि हामीले 55,000 जनसङ्ख्या थेक्नुपर्छ। बाहिरबाट आउने जनसङ्ख्या र सरकारी कर्मचारी, आर्मी, पुलिस सबै हेर्दै गर्दा झन्डै 50-52 हजार हामीले थेक्नुपर्छ। पाहुना सबैलाई हेर्दै गर्दा यो त फ्लो पनि हेर्नु पऱ्यो नि। एक रात बसेर जानेहरूलाई पनि त हेर्नु पऱ्यो। किनभने यो कुरालाई गएर खाना खान्छ त यो सिभिससँग त जोडिनै पऱ्यो त। यिनी कुराहरू हेर्दै गर्दा हामीले 55,000 जनसङ्ख्यालाई कसरी सेवा दिने त। जस्तै नर्मल अन्य ठाउँमा 5 वर्षमा भरिने ट्याङ्की हाम्रो 8 वर्षमा भरिन्छ। सरी के 3 वर्षमा भरिन्छ क्या। अन्त 8 वर्षमा भरिने ट्याङ्की चाहिँ हाम्रोमा 5 वर्षमा भरिन्छ। यो तरिकाले हामीले हेर्नु पर्यो। त्यही भएर हामीलाई ट्रिटमेन्ट प्लान अति जरुरी हो। मैले फर्स्ट मिटिङमा नै कुरा राखेको थिएँ। जुन दिन हाम्रो मुहानको कला सर र को थियो मोहन के छ कला सर आएको सर आउनुभएको थियो मुस्कान सर। यस मुस्कान सर उहाँलाई पनि मैले यही कुरा राखेको थिएँ पनि छ। र हामीले पनि यो परियोजनामा एउटा चाहिँ ट्रेनिङ म्यानुअल पनि बनाएको छ। हजुरहरूको यहाँनिरको जुन कन्स्ट्रक्सन वर्कर्सहरू हुन्छ नकर्मीहरू उहाँहरूलाई पनि त्यो स्ट्यान्डर्ड ट्याङ्क कसरी बनाउने र नगरपालिकाले नि त्यो ट्याङ्कहरू बनेको स्ट्यान्डर्ड छ कि छैन भनेर हजुरहरूको त्यो अनुभव हजुर निगरानीको लागि कोही फोकल पर्सन राखेर चाहिँ
त्यसरी अगाडि बढाउन सकिन्छ। महालक्ष्मीले पनि त्यही नै यो मोडल अप्नाएको हो। एउटा चाहिँ ट्रेनिङ पहिला ह्युमन रिसोर्सलाई क्यापेसिटेट गर्यो, अनि त्यस पछाडि बाइलर्समा अनि यो स्ट्यान्डर्ड बनाउने क्रममा चाहिँ यो हुनुपर्छ भन्ने कुरा गर्यो। अनि नयाँ घर बनाउने क्रममा उहाँले गर्दै गर्नुभएको चाहिँ त्यो चिज चाहिँ नियमन गर्ने कुरा चाहिँ नगरपालिकाले महालक्ष्मीमा त्यसरी गरिरहनु हुँदाखेरि एउटा पुरै लुप चाहिँ कम्प्लिट भएको छ। अनि त्यसबाहेक अर्को सरले यो कन्टेनमेन्ट इम्प्रुभमेन्टको नि कुरा गरिरहनु भएको थियो। अनि यो हाम्रो ट्रेनिङ प्याकेजको कुरा गर्दाखेरि अहिलेसम्म हामीले यो नगरव्यापी समावेशी सरसफाइको लागि भनेर 8वटा जति चाहिँ ट्रेनिङ म्यानुअल्सहरू बनाइसकेका छौँ। त्यसमा सरले भन्नुभएको पब्लिक अवेरनेसको लागि चाहिने भन्ने कुरामा चाहिँ यो सिवाइज भनेको के हो र कसरी अगाडि लान सकिन्छ भन्ने कुरामा म्यामले भन्नुभएको जस्तै नगर डिसिजन लेभलमा बस्नेहरूलाई कस्तो खालको ट्रेनिङ चाहिन्छ, कम्युनिटीमा अगाडि बढेर हामी मोबिलाइजर्सहरूलाई कस्तो हुनुपर्छ भन्ने कुराहरू त्यो पनि छ भने। अनि अब ट्याङ्करको पनि कुरा गरिरहनु भएको छ। ट्याङ्कर अपरेट गर्ने प्राइभेट अपरेटर्स नै होस् या त नगरपालिकाको सरसफाइ कर्मी नै होस्, उहाँहरूको पनि सुरक्षा कसरी चाहिँ सुनिश्चित गर्न सकिन्छ भनेर उहाँहरूको अकुपेसनल हेल्थ एन्ड सेफ्टी ट्रेनिङ पनि हामीले चाहिँ सोचेका छौँ र त्यो पनि धेरैजनालाई चाहिँ हामीले तालिम दिइसकेका छौँ। हजुरहरूको अब धेरै कुराहरू त आइसकेको छ। यो तालिमहरू चाहिँ हामीले खासमा सरले अघि भनिसक्नु भएको छ, विभागबाट हामीले एन्टरप्राइजेस RICDCबाट गरिरहेका छौँ। अनि उहाँहरूले बेला बेला कलहरू पनि गर्नुहुन्छ। अब हाम्रो वान अफ द पार्टनर भएको हिसाबमा चाहिँ उहाँहरूको त्यस्तो कल आएको बेला हामीले हजुरहरूलाई पनि बिचको मेडिएटरको रूपमा बसेर यस्तो भइरहेछ है, हजुरहरू आउनुहोस् भनेर भन्न सक्छौँ भने हजुरहरूकै डिमान्डमा उहाँहरू पनि यता आएर पनि गर्न सक्छ। त्यो एउटा बाटो चाहिँ मैले अघि हजुरहरू कुरा गरिरहँदाखेरि यो चाहिँ भन्नै पर्ने जस्तो लाग्यो पनि। ट्रेनिङमा हिमाल पहाड तराईको लागि डिफ्रेन्ट स्ट्यान्डर्डहरू छ। त्यो स्ट्यान्डर्डको एउटा त्यो हाम्रो इलेक्ट्रोनिक कपीहरू पनि छ होला, म तपाईँलाई पनि सेयर गर्छु। अनि त्यस पछाडि हजुरहरूलाई एउटा त के हो भने हामीसँग भएको सार्वजनिक जग्गाहरू त्यस्तो एरियामा छ कि छैन जहाँ बस्तीभन्दा अलिक टाढा होस्, किन जहाँ हामी ट्रेन्च गर्छौँ त्यो त बस्तीमा जिउनु भएन, बस्तीभन्दा टाढा रहोस् र भोलि त्यसलाई कम्पोस्टिङ गर्ने समूहमा पनि प्रयोग गर्न सकियोस्। त्यस्तो किसिमको एरिया पनि चाहियो, दूरी पनि चाहियो र एरिया पनि चाहियो क्या। त्यति लगेर आज एउटा ट्याङ्कर लगेर फाल्ने बित्तिकै त्यो भरिने खालको सामा जमिन भएर हामीलाई काम लाग्यो होइन। कम्तीमा त्यो यति एरिया भएपछि हजुरको टेक्निकल टिमबाट हामीलाई त्यो आउला नि त। तिम्रो जनसङ्ख्या यति छ, वार्षिक रूपमा तिम्रो यति ट्याङ्कीहरू सेफ्टी खाली गर्नुपर्ने अवस्था हुन सक्छ भनेपछि यति भोल्युममा यति घनमिटरमा तिमीलाई चाहिँ जमिन भयो भने अथवा यति एरियाको जमिन भयो भने तिम्रो वार्षिक ट्याङ्क हाल्नु सक्छ है तिमीले भनेको पक्कै सजेसन आउँछ हाम्रो यो अप्सन उसपछि त सर्भिसन पैसा त पक्कै आउला, हामीलाई त्यो डिग्री पर्दैन पक्कै आउँछ। त्यो भयो भने एउटा मोडालिटी पनि एउटा सार्वजनिक जग्गा नै खोज्ने हो, हामीसँग भएको सार्वजनिक जग्गामा नै प्रयोग गर्ने हो। त्यो सकिएन हामीसँग भएका सामुदायिक वनहरूको सर्टेन एउटा एरिया चाहिँ पालिकाले दिनु पऱ्यो। सामुदायिक वन हामीसँग छेउछाउमा छ जति पनि छ, सामुदायिक वनसँग कोर्डिनेट गर्नु पऱ्यो पालिकाले। सामुदायिक वनसँग त्यस्तो सर्टेन एरिया लियो जहाँ त्यसको उब्जनी पनि छैन, बाटोको एक्सेस पनि छ, अनि त्यसलाई सर्टेन हामीले कस्ट लिएर लिज गर्न सक्ने भने पनि सामुदायिक वनसँग त्यसले पनि यो कुरा समाधान गर्न धेरै सहयोग पुर्याउँछ। ठिकै छ त, त्यसै हामी कहाँ फाल्ने त मतलब देखाइदियो भनेपछि देखाउन सकेका छैन, फाल्ने ठाउँ छैन। अब त्यहाँ अर्को समस्या छ, कहाँ चाहिँ ट्रिटमेन्ट प्लान्टै नभएको ठाउँमा हामीसँग ट्रिटमेन्ट प्लान्ट नभएर हो, प्लान्ट भएको भए हामी फाल्थ्यौँ भन्ने अब नभएको ठाउँहरूको समस्या त्यहाँ बनाइसक्यो भनेपछि यो सरसफाइमा चाहिँ गर्नुपर्ने धेरै चिज छ। हामीले पनि भर्खर सिकेका हो, खानेपानी भन्दा पनि सरसफाइ त्यो किसिमबाट हेर्दाखेरि हामीले के सोच्यौँ भन्दाखेरि हामी सबै मिलेर नेपाल सरकारले अथवा त्यो चाहिँ लगानी गर्ने इन्फ्रास्ट्रक्चरमा पैसा पनि छ, त्यहाँ प्रोसेसै छ, अनि हामीले चाहिँ यस इनेबलिङ इन्भाइरोमेन्टहरू बनाइदिने, अब व्यवस्थापन गर्ने त सबै कि त व्यवस्थापनले गर्ने हो कि त हजुर जस्तो चाहिँले चाहिँ विल पावर भएर त्यसले रेगुलेट गर्ने नियमित गर्ने हो भन्ने हिसाबबाट हेर्दाखेरि सबै कसरी मिलेर जाँदाखेरि जहाँ ट्रिटमेन्ट प्लान छ र अझै ट्रिटमेन्ट प्लान बनाउन अगाडि बढेको छ ती परियोजनामा काम गर्ने भनेर हामीले चाहिँ मिलेर गर्दाखेरि वाटर एडको भागमा चाहिँ 7वटा जस्तो मन्त्रालय
मन्त्रालय विभागमा चाहिँ क्यापेसिटी बिल्डिङ क्षमता अभिवृद्धि र नभएको ठाउँमा ट्रिटमेन्ट प्लान बनाउने भन्ने त्यसरी छ। अब हाम्रो कानुनले नै के भनेको छ भने अघिदेखि चित्त नबुझेको कुरा मासँग कुरा गऱ्यो उनीहरूले इन्फ्रास्ट्रक्चर बनाउँदै जाने अनि चाहिँ अपरेसन एन्ड मेन्टेनेन्सको सबै काम लोकल गभर्मेन्ट भनेको छ। सोपीलाई चाहिँ हामीले जुन तरिकाको डिजाइन गरेका छौँ ठ्याक्कै त्यो अनुसारको बनाउन चाहिँ उनीहरूलाई स्पेस नपुग्ने भए भएर अलिक भनौँ न बजार एरियामा गाउँ एरियामा भन्ने समस्या भएर त्यो चिजको अलि इम्प्लिमेन्ट गर्न गाह्रो भएर मात्रै हामीले पनि महालक्ष्मीले गरेर जस्तै सेफ्टी ट्याङ्कको त्यो डिजाइनै पास गरेर डिजाइन चाहिँ यो टाइपले बनाउनु अथवा उनीहरूले कन्सल्टेन्सीले नै त्यो बनाएर ल्याउँछ त्यो अनुसारले अगाडि बढाउँछ ठ्याक्कै भन्ने त 100% इम्प्लिमेन्टेसन गर्न गाह्रो भएर लोकलमा कानुन इम्प्लिमेन्ट गर्नलाई होइन लोकलको आफ्नै चाहिन्छ। अब भनेपछि जिम्मेवारी कसको के हो होइन र कसले अनुगमन गर्ने कसरी गर्ने भन्ने कुराहरू त्यो कानुनले प्रष्ट गर्छ। अब उहाँहरूसँग छलफल गरिरहँदाखेरि आजको दिनसम्म हामीले पाएको भनेको होइन सर हामीले चाहिँ हेर्दाखेरि सेनिटेसन वास एक्ट छ नि हाम्रो होइन एक्ट छ। अब अहिलेसम्म के भएको भने वास एक्ट त छ त्यो एक्टले